हेलो गाइस, हजुरहरूले सुन्नु नै भएको छ होला टिभीएस एन्ड्रोकमा चाहिँ ब्लुटुथ कनेक्ट हुन्छ भनेर। हजुरहरूसँग पनि टिभीएस एन्ड्रोक छ या त किन्ने सोच बनाइराख्नु भएको छ भने हजुरहरूले चाहिँ घरमै बसेर आफ्नो ब्लुटुथ कनेक्ट गर्न चाहिँ सक्नुहुन्छ। सुरुमा चाहिँ हजुरहरूले आफ्नो एप स्टोर वा त प्ले स्टोर खोलेर चाहिँ टिभीएस कनेक्ट नेपाल डाउनलोड गर्नुपर्ने हुन्छ। यो एप्लिकेसन डाउनलोड हुनको लागि चाहिँ अलिकति समय लिन्छ भने हजुरहरूले यो एप्लिकेसन डाउनलोड भएपछि त चाहिँ यसलाई सिर्फ ओपन गरिदिनु होला र जति पनि यसले अप्सनहरू माग्छ हजुरहरूले चाहिँ अलो गरिदिनु होला। अलो गरिसकेपछि त हजुरहरूकोमा चाहिँ यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ इमेल एड्रेस माग्छ भने हजुरको मोबाइलमा भएको एउटा इमेल एड्रेस चाहिँ यहाँनिर हजुरहरूले हालिदिनु पर्ने हुन्छ। त्यो हालेर हजुरहरूले कन्टिन्यू गरिदिनु भयो भने चाहिँ हजुरहरूलाई 6 डिजिटको चाहिँ ओटिपी कोड आउँछ। हजुरहरूले चाहिँ यहाँ ओटिपी कोड हालिसकेपछि चाहिँ हजुरहरूको फर्स्ट नेम लास्ट नेम आउँछ। हजुरहरूले चाहिँ यहाँ मैले चाहिँ यही भनेर राखिदिएको छु फर्स्ट नेममा भने, लास्ट नेममा भनेको ड्युड राखिदिएको छु। हजुरहरूले चाहिँ आफूलाई मन परेको नाम या गाडीलाई दिन राख्ने निक नेम पनि दिन सक्नुहुन्छ। त्यहाँनिर इमेल एड्रेस भइहाल्यो र हजुरहरूले चाहिँ तलपट्टि चाहिँ कन्ट्याक्ट नम्बर राख्नुपर्ने हुन्छ आफ्नो। त्यस पछाडि कन्टिन्यू गरिदिनु होला। नेपाल भइहाल्यो लोकेसन र आफ्नो लोकेसन राखिदिनु होला। त्यस पछाडि हजुरहरूले इमर्जेन्सी कन्ट्याक्टको लागि चाहिँ फर्स्ट नेम लास्ट नेम र उहाँको इमेल एड्रेस र नम्बर राखिदिएर सेभ गर्नु होला। त्यस पछाडि चाहिँ हजुरहरूले सबै थोकलाई कन्टिन्यू गर्नु होला। त्यस पछाडि आफ्नो भेहिकल कुन हो त, मैले चाहिँ अहिले टिभीएस एन्ड्रोक एक्सपी राखेको छु, त्यसैले चाहिँ मैले यसलाई चुज गर्दैछु भने यसलाई चुज गरेर चाहिँ हजुरहरूको इन्टरफेसमा चाहिँ यस्तो टाइपले आउँछ। एकछिन वेट गर्नुपर्ने हुन्छ हजुरहरूले। यो आएपछि त चाहिँ हजुरहरूले अलो गरिदिनु पर्ने हुन्छ। यसलाई अलो गरिदिनु होला। त्यस पछाडि अलो गरेपछि चाहिँ हजुरहरूले स्क्यान डिभाइस भन्ने आउँछ। स्क्यान डिभाइस आइसकेपछि त चाहिँ हजुरहरूले आफ्नो मिटरमा चाहिँ मोडको अप्सन देख्न सक्नुहुन्छ। एक साइडमा सेट, एक साइडमा मोडको अप्सन भने हजुरहरूले मोडको अप्सन एकछिन थिचिराखेपछि त चाहिँ हजुरहरूमा चाहिँ एउटा टिभीएस भनेर लामो नम्बरवाला आउँछ। त्यो नम्बर चाहिँ योसँग ठ्याक्कै म्याच भएपछि चाहिँ हजुरहरूले कनेक्ट गरेर फलो गरिदिनु पर्ने हुन्छ। त्यो गरेपछि चाहिँ हजुरहरूको फाइनल्ली ब्लुटुथ कनेक्ट हुन्छ। हजुरले यसमा के फिचर्सहरू पाउन सक्नुहुन्छ भनेर हजुरहरूले चाहिँ यसको एपमा हेर्न सक्नुहुन्छ र हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गर्नु होला।